के गर्दैछौ तिमी आजभोलि? नसोधे यार, म त लास्टै फ्रस्ट्रेटेड छु। हेर न, ब्याचलर अफ नर्सिङ सकिएको पनि झन् 10 वर्ष भइसक्यो, अनि कुन चाहिँ कन्ट्री अप्लाई गर्ने के गर्ने म त लास्टै अन्यलमा छु यार। डेनमार्क छ त राम्रो नर्सेसहरूको लागि। मैले पनि सोसियल नेटवर्किङ साइट्समा चाहिँ डेनमार्कको बारेमा थुप्रै कुराहरू हेरिरहेको छु, तर फेरि त्यसमा ल्याङ्ग्वेजको बेरियर अरू विभिन्न समस्याहरू आइरहेको छन्। सो अलिकति मलाई डाउटै लागिरहेछ, कसरी अप्लाई गर्ने डरै लागिरहेछ मलाई त्यसमा चाहिँ। त्यसको लागि त टेक मी अवे एजुकेसन कन्सल्टेन्सी छ अरे त। हो र, के त्यसो सर्भिस प्रोभाइड गर्छ र टिएमएले? टेक मी अवे एजुकेसन कन्सल्टेन्सीले दक्ष तथा अनुभवी काउन्सिलरहरूबाट काउन्सिलिङ प्रोभाइड गर्छ, छिटो छरितो तरिकाबाट डकुमेन्टेसनको कामहरू गरिदिन्छ, नेपालबाटै डेनिस ल्याङ्ग्वेज बोल्न र लेख्न सक्ने बनाएर पठाउँछ। त्यति मात्र नभएर आफ्टर भिजा डेनमार्कमा रुमहरूको एरेन्जमेन्ट, आफ्टर सिपिआर जबहरूको एसिस्टेन्स, यति मात्र नभएर तपाईहरूलाई चाहिने हरेक समस्यामा टिएमए सँगसँगै हुने भएको कारणले गर्दा यदि तपाईहरूलाई पनि छिटो छरितो तरिकाबाट आफ्नो परिवार सँगसँगै डेनमार्क एप्लाई गर्न चाहनुहुन्छ भने टेक मी अवे एजुकेसन कन्सल्टेन्सी भिजिट गर्न सक्नुहुनेछ। धन्यवाद।